नमस्कार, म सुरेश राई। आज जेन्जी सम्मानको लागि फेरि दुई शब्द राख्न मन लाग्यो तपाईँहरूमाझ र जेन्जी सम्मानको लागि दुई शब्द राखेको छु। तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है त। देख्दै थिएँ सपनी आमा बेउजिँदा सकिनुलाई रहेछ, देख्दै थिएँ सपनी आमा बेउजिँदा सकिनुलाई रहेछ। चारैतिरबाट अन्धकारले छाउँदै गरेको देशमा आमा उज्यालोको दियो बालौँला भन्थे, आफै जलेर खरानी हुनुलाई रहेछ। चारैतिरबाट अन्धकारले छाउँदै गरेको देशमा आमा उज्यालोको दियो बालौँला भन्थे, आफै जलेर खरानी हुनलाई रहेछ। यस्तै रहेछ हाम्रो देशमा आमा, सुन्दर भविष्य खोज्न जाँदा हजारौँ जेन्जीको रगतले रङ्ग्याउनु पर्दो रहेछ। यस्तै रहेछ हाम्रो देशमा आमा, सुन्दर भविष्य खोज्न जाँदा हजारौँ जेन्जीको रगतले रङ्ग्याउनु पर्दो रहेछ। विडम्बना त यस्तो छ कि आमा, वज्र बज्री चाहिँ तात गोली निधारमा बज्रिँदा आमा पनि भन्न नपाइँदो रहेछ। विडम्बना त यस्तो छ कि आमा, वज्र बज्री चाहिँ तात गोली निधारमा बज्रिँदा आमा पनि भन्न नपाइँदो रहेछ। दुखी नहुनु है आमा, तिमीले संसार देखाएको छैटौँ दिनमा भगवानले यस्तै लेखिदिएको रहेछ। दुखी नहुनु है आमा, तिमीले संसार देखाएको छैटौँ दिनमा भगवानले यस्तै लेखिदिएको रहेछ। तिम्रो सारा सपना खरानी भए पनि आमा गर्व गर्नु है, यो अभागी छोरालाई भगवानले देशको लागि शहीद हुनु लेखिदिएको रहेछ। तिम्रा सारा सपना खरानी भए पनि गर्व गर्नु है आमा, तिम्रा अभागी छोरालाई भगवानले देशको लागि शहीद हुनु लेखिदिएको रहेछ। यहाँ भगवान पनि कति निर्दयी होलान् आमा, गरिब दुखी र जेन्जीको भगवान त सिर्फ आशिका दिदी मात्र रहेछ। यहाँ भगवान पनि कति निर्दयी होलान् आमा, गरिब दुखी जेन्जीको भगवान त सिर्फ आशिका दिदी मात्र रहेछ। सुन्दर सुन्दर सपना देख्दै थिएँ आमा, बिउझाइमा सकिनुलाई रहेछ। सुन्दर सुन्दर सपना देख्दै थिएँ आमा, बिउझाइमा सकिनुलाई रहेछ। हस्त, धन्यवाद।